टाउको ब्लक ब्लक गरेर फुट्ला जसरी दुख्छ आज यसको घरेलु उपचारको कुरा गरौँ। यदि तपाईको बारम्बार टाउको दुख्ने समस्या छ भने यो भिडियोलाई सेभ गरेर राख्नु होला। सधैँ टाउको दुख्यो भन्ने साथीभाइलाई भिडियो शेयर गरिदिनु होला। म्याग्नेसियम डाइटहरू जस्तै कि हरियो सागसब्जी, केरा, दूध, बदामहरू, तिलहरू, आल्मन्ड्स जस्ता खानेकुराहरू चाहिँ खान सक्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईको दिमागमा ब्रेनमा चाहिँ प्रपर ब्लड सर्कुलेसनको लागि, प्रपर ब्लड सप्लाईको लागि, रक्त सञ्चारको लागि चाहिँ सहयोग गर्छ र यसले चाहिँ हामीलाई धेरै आराम मिल्ने गर्दछ। टाउको दुखाइको इन्स्ट्यान्ट रिलिफका लागि चाहिँ निमको पत्ता मिसाएर 1-2 टुक्रा अमला, त्यसै गरेर चाहिँ सानो टुक्रा अदुवा मिसाएर यसलाई चाहिँ थोरै बेसार पनि मिसाएर चाहिँ यसलाई उमालेर मनतातो बनाएर चाहिँ पिउन सक्नुहुन्छ। सिसेमिक ओइल अर्थात् तिलको तेलले चाहिँ अर्थात् कुनै मालिस गर्ने तेलले चाहिँ हामीले हल्का निधारमा त्यसै गरी चाहिँ टाउकोमा चाहिँ मालिस गर्न सक्छौँ र यसको इन्स्ट्यान्ट रिलिफको लागि टाउको दुखिरहेको छ भने चाहिँ हामीले विभिन्न किसिमको चाहिँ लुजनिङ एक्सर्साइजहरू, त्यसै गरी चाहिँ योगा एक्सर्साइज, मेडिटेसनहरू चाहिँ गर्न सक्छौँ। यसले पनि ब्लड सप्लाई गर्न सक्छ, ब्रेनमा चाहिँ हामीले चाहिँ रक्त सञ्चार गराएर चाहिँ यसले आराम मिल्ने गर्दछ। भिडियोलाई सक्दो शेयर गर्नु होला। फलो गर्नु भएको छैन भने फलो गरेर हामीसँग जोडिन सक्नुहुन्छ। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।